साथीहरू स्वागत छ हाम्रो नयाँ ब्लगमा। फेरि आज हामी चाहिँ हाइकिङ जाँदैछौँ हाम्रो कलेजको साथीहरूसँग है। हाम्रो आजको नयाँ एपिसोड हो। हामीसँग आज हुनुहुन्छ हाम्रो उही पुरानो ब्लगकै झट्टाको साथीहरू चाहिँ अरू साथीहरू पनि हुनुहुन्छ यता हाइकिङ जानलाई। आज हाम्रो डेस्टिनेसन प्रकृति रिजोर्ट अनि कहाँ दाबदाम भने होइन अब पुगेन धापड्याम पुगेन भने त्यही प्रकृति रिजोर्ट हो। धेरै घुम्ने नि हाम्रो सुरुमा हाम्रो जाने चाहिँ झुली हो। हामी अहिले यता बौद्ध साइडतिर छौँ। हाम्रो साथीहरूलाई कुरेको आउनु भएको छैन, आउँदै हुनुहुन्छ होला। यहाँबाट उतैबाट चढ्यो हुन्छ त्यहाँ छड्के हुन्छ। साथीहरू मेरो चाहिँ बाइक एकछिन फसेको थियो। लास्टको अलिकति 5 मिनटको बाटो चाहिँ अफ रोड छ है साथीहरू। यस्तो छ ऐसुलीहरू छ होला, गोडौलाहरू टन्नै रहेछ अहिले त देखेको थिएन। मेरो बाइक एकछिन फसेको थियो। अब हामी यहाँबाट चाहिँ 1 मिनट छ। अब त्यहाँ पुगेपछि हामी फेरि भेटौँला साथीहरू। साथीहरू हाम्रो चाहिँ हाम्रो फर्स्ट स्टपमा आइपुगेका छौँ, झुले अर्ग्यानिक फार्म। बाटो चाहिँ यस्तो छ। अब हामी यहाँ यसो ब्रेकफास्ट गरेर हामी यो बाटो हुँदै यही बाटो हुँदै हामी हाम्रो डेस्टिनेसनतिर लाग्छौँ साथीहरू है। आज हाम्रो यो कलेजको साथीहरू देखि सक्नुहुन्छ। उहाँ चाहिँ मेरो भिनाजु हुनुहुन्छ। हेलो। ऊ चाहिँ मेरो अर्को साथी। अनि ऊ चाहिँ मेरो अर्को साथी। ऊ मेरो दिदी हुनुहुन्छ। उहाँ मेरो अर्को साथी। त चिन्नुहुन्छ तपाईँले। कतिवटा एपिसोडमा आइसक्यो? तिनवटा होला। तिनवटा। यहाँ चाहिँ हाम्रो अर्को दाइ हुनुहुन्छ। यता अर्को दाइ हुनुहुन्छ। हेर्नुहोस् साथीहरू, यो यहाँको मनोरम दृश्य। यहाँ एउटा के मन्दिर रहेछ, मन्दिर हो कि गुम्बा हो? यहाँ झुले चाहिँ मेरो एकदम वान अफ द फेभरेट ठाउँ हो। यहाँबाट एकदम खतरा माउन्टेनहरू देखिन्छ, हिमालहरू देखिन्छ। तर आज अलिकति मौसम खुल्या रहन्छ। साथीहरू हामी यहाँ झुले अर्ग्यानिक फार्म आएको है। यहाँ बन्द थियो, फोन गर्न लाग्थ्यो हाम्रो ठ्याक्कै मान्छे। त्यहाँ बसेर यममा दिएको अन्त चाहिँ ढिला होला। त्यहाँ जान्छ गाडी, बाइकर सबै जान्छ। यहाँ त स्टाफ आएर पकाएर यता यो झुले अर्ग्यानिक फार्म चाहिँ यता 7 बजीदेखि मात्रै खुल्ने रहेछ। त्यही भएर हामी चाहिँ ढिलो हुँदैन। हामी चाहिँ अलिकति माथि चाहिँ ठाउँमा खान्छौँ, बाइक त्यहाँ राखेर हामी यहाँबाट चाहिँ हिँड्छौँ हाम्रो डेस्टिनेसनमा है त। Let's go.
यहाँ गाडी बाइक आयो भने के गर्ने यहाँ बाटो छैन छ बाटो खै अब हिँड्ने त छ जस्तो हैन पानी बिगार्यो यो बाटो गाडी आउँछ यतिकै हेर जाने बाइक अनि हुन्छ साथीहरु यहाँ चाहिँ बाटो एक्सट्रिम अफ रोड रहेछ है यहाँनिर अहिले बाइक लानै अप्ठ्यारो भयो क्या यो बाटो अनि त्यही भएर हामी बाइक चाहिँ यहाँनिर पार्किङ गरेर जाँदैछौँ हामी यहीँ बाइक पार्क गर्ने हो त साथीहरु हामी यहीँ बाइक पार्क गरेर त्यहाँ माथि यहाँ यता माथि कहाँ गयो यता माथि कतै चाहन जाँदैछौँ हामीहरू अनि त्यहाँबाट हिँड्छौँ हाइकिङको लागि प्रकृति रिजोर्ट त्यहाँ पनि हामी धाप ड्याम पनि जान्छौँ बाटो खत्तम छ साथीहरु यहाँ झन्डै यस्तो बाटोमा बाइक ल्याएको हामीहरूले अघि मेरो यस्तै खाल्डोमा परेको थियो बाइक साथीहरूले तानेर निकालिदियोस् साथीहरु हामी यो शिवपुरी कटेज रेस्टुरेन्टमा आएका छौँ हामी चाहिँ यता चिया खान बसेका छौँ चिया खाएपछि हामी यहाँबाट सिधै जान्छौँ हाम्रो आफ्नो डेस्टिनेसनतिर प्रकृति रिजोर्ट के हो स्ट्रबेरी हो के हो स्ट्रबेरी हो त्यस्तै लाग्यो यो देख्दा स्ट्रबेरी जस्तो लाग्यो मलाई त्यहाँ मुनि देखेर भनेको हामी चाहिँ बौद्ध हुँदै जर्सिन तवा हुँदै यो बाटो आएको होइन बाटो चाहिँ एकदमै पिच बाटो एकदम राम्रो छ यो झुलेको यो ठ्याक्कै अर्ग्यानिक डिलसम्म ठ्याक्क 5 मिनटको बाटो चाहिँ अलिकति अफ रोड छ क्या 2 किलोमिटर 2 किलोमिटर चाहिँ अलिकति अफ रोड छ नभए चाहिँ अलिक पर्फेक्ट छ होइन यो विकेन्डको लागि आउँदा रमाइलो हुन्छ आउनुहोस् तपाईँहरू पनि घुम्न जाऊँ हाम्रो च्यानल सब्सक्राइब पनि गरिदिनुहोस् अब हामी आज के गर्छौँ सबै हेर्नु होला है हामी अहिले चिया खान्छौँ अनि फेरि हिँड्छौँ अनि त्यसपछि तपाईँलाई हामी फेरि देखाउँछौँ के हुनु लाग्यो ल भयो क्या के गर्नु थाहा छैन छ्या हातमा लगाइदिरहेको क्या साथीहरु हाम्रो ब्ल्याक टी आएको छ ब्ल्याक टी खान तिमी अब मिल्क टी बनाउनु साथीहरु खोइ कहाँ हो हाम्रो ब्ल्याक टी आइसकेको छ बिरालोले बाटो काट्यो बिरालो कालो होइन नि त कालोले चाहिँ काट्नु भएन हो कालो छैन चेयर्स साथीहरु चेयर्स सबैलाई खै चेयर्स साथीहरु हामी चाहिँ हेलमेट यतै राखेर त म्याप हेर्दै हामी हाम्रो डेस्टिनेसनतिर लान लाग्छ हामी धेरै बेर कुरो हामी ढिलो भयो कसो बनायो जाउँ यहाँ अलिकति हिसाब किताब मिस्टेक भएको छ मिल्यो हिसाब मिल्यो ल जाउँ साथीहरु घुम्न जाउँ यहाँबाट चाहिँ अराउन्ड 2 घन्टा देखाएको छ 2 घन्टापछि पुग्छौँ यहाँबाट चाहिँ लगभग 2.5-3 घन्टा लाग्छ भनेको छ साथीहरु होइन यहीँ माथि उकालो अनि त्यसैसम्म बाटो आउँछ अरे यो हो यो हो यति हिँड्नुपर्छ भन्दै यो उकालो गोचालीसम्म बाटो छ अरे साथीहरु हिँड्नु 2-3 घन्टा पर्छ अरे उकालो सक्यो यहाँ त बाइक साथीहरु यहाँ चाहिँ बाटै भएर ऐसुली पाउँछ ऐसुली खाने होइन खाउनु ऐसुली छ यहाँ ऐसुली सब भेटिन्छ यहाँ के लेखा छ शिकार खेल्न निषेधित क्षेत्र अरे साथीहरु यहाँ शिकार नखेलौँ देखिरहेछ त अब
साथीहरू हेर्नुहोस् पछाडि स्वर्ग हामी बादल माथि छौँ हेरौँ हामी बादल माथि छौँ यहाँबाट खतरा देखिन्छ यताबाट साथीहरू यहाँ चाहिँ आर्मी ब्यारेक छ भिडियो खिच्न दिन्छ कि दिँदैन थाहा छैन तर यहाँ चाहिँ हामीहरूले पैसा टिकट काटेर जानुपर्ने हुन्छ शिवपुरीभित्र यहाँ अगाडि चाहिँ नखिचौँ है आर्मीले रोक्छ साथीहरू यहाँबाट चाहिँ लाङटाङ एकदमै नजिक देखिन्छ यो ठाउँबाट लाङटाङ र गणेश हिमाल आज अलिकति बादल लागेकोहरू देखिएन यो चाहिँ मेरो वान अफ द फेभरेट ठाउँ हो झुलेको म चाहिँ पहिला पनि आउने गर्थेँ मेरो साथीहरूसँग यही ठाउँमा आउँथेँ यो आर्मी ब्यारेकको भित्रको टावर हो माथिको यहाँ चाहिँ खाना बस्थ्यो क्या यहाँ मेलम्ची पनि देखिन्छ यो साइडतिर मेलम्ची देखिन्थ्यो यहाँबाट बादल लागेर अलिक देखेन खतरा भ्यू देखिरहेछ आज साथीहरू बाटो चाहिँ यस्तो छ एकदमै चिप्लिने हामी उता टिकट काटेपछि अब हामी लागिपरेका छौँ अगाडि हाम्रो डेस्टिनेसनमा बाटो चाहिँ साह्रै चिप्लो छ सक्नुहुन्छ बाटोले चिप्लो छ तानेर लानुपर्ने अवस्था रहेछ हामी चाहिँ हिँडेर जान्छौँ साथीहरू यो ठाउँमा चाहिँ एउटा हेलिप्याड छ जस्तो लाग्थ्यो किनकि म पहिला नै आइसकेँ यहाँ पक्कै नै हेलिप्याड छ एउटा यहीँ जस्तो लाग्छ हो यहीँ हो यहाँ हो त हेलिप्याड साथीहरू साथीहरू धापड्याम यता 8 किलोमिटर सुन्दरीजल यताबाट धापड्याम यो बाटोबाट झुले तल हैबुङ यता मणिजुत यता म अब नेक्स्ट टाइम चाहिँ यहाँबाट जान्छु साथीहरू मणिजुत पनि जान्छु नेक्स्ट विकतिर मणिजुत नजिक रहेछ नि त कति किलोमिटर 125 छ त सुन्दरीजल 115 मणिजुत नजिक रहेछ नि 3 किलोमिटर मात्र छ मणिजुत जानुपर्छ दिन यो बाटो 115 नि हुन्छ र भने ब्रो मणिजुत जाने 11.5 यही बाटोबाट जाने नजिक छ क्या ऊ त थाहा भएन हामी चाहिँ जानुपर्छ घना जङ्गल छ साथीहरू घना जङ्गल हाम्रो साथीहरू आउँदैछन् अगाडि पछाडि गर्दै साथीहरू हामीहरू चाहिँ अब हिँडेको कति घन्टा भयो हामी हिँडेको कति घन्टा भयो 1 घन्टा भयो अब कति घन्टा बाँकी छ अब यहाँबाट 1 आवर छ साथीहरू हामी हिँड्दैछौँ धेरै पछि हाइकिङ आएको है हामी पहिला कति हाइकिङ जान्थ्यो त्यो त धेरै पछि यो 2 वर्षपछि होला हामी हाइकिङ आएको यसरी तिमीसँग होइन मेरो अर्कै ग्रुप थियो घुम्न जानु कहिले गयो त्यहाँ ए त्यो त अलिकति हो त्यो बेला त भ्लगै छैन नि त्यो बेला त कसैलाई चिनेकै थिएन साथीहरू यहाँ 5 किलोमिटर रहेछ धापड्याम अनि उता 8 किलोमिटर छ नि त उता हामी 3 किलोमिटर हिँडिसक्यो त्यहाँबाट अब नपत्ता भ्लगमा हेर नि एकछिनपछि भोलि एडिट भएर आएपछि साथीहरू देख्न सक्नुहुन्छ तपाईँहरू बुझ्नु न चखे बाको जोडी साथीहरू चखे बाको जोडी त्यो भ्लगमा आउँछ नि फेरि हेर्नुहोस् साथीहरू चखे बाको जोडी हात हेर्नुहोस् अहिले गुगल सर्च गर नि के हो नेपाली सर छ नि नेपाली सरलाई सोध न कुन चाहिँ झापातिरै कता चखेबाको जोडी भनेर खोजिरहेछ नि यही यतै भेट्यो चखेबाको जोडी यता यो धापड्याम जाने बाटोमा भेटेको छ साथीहरू शिवपुरीभित्र के हो पाखा गुलो गुलो रहेछ आउँछ त्यो अम्लो रहन्छ मैले एउटा दिनुहोस् न एउटा मात्रै हाम्रो साथीहरू कहाँ गयो हाम्रो चलु साथीहरू हामी हाम्रो डेस्टिनेसन नजिक पुगिसकेका छौँ के भयो घाम लाग्यो ए हामीले भर्खर खिच्यो ल यहाँ चाहिँ फोटो खिच्ने रहर गरेको छ हाम्रो रुजेनले साथीहरू राम्रो छ सबैले राम्रो लाग्छ साथीहरू यहाँ चाहिँ फोटो सेसन भइरहेछ त्यसले ट्याटु बनाउनु हुन्छ तर त्यो पछाडि सेतो रहन्छ क्या त्यो धुलो जस्तो हजुर त्यसरी नै हो यहाँ काफल खाइरहेको छन् साथीहरू गुल्ली गुल्लै छ है काफल मिठो छ कस्तो छ काफल खै यता हेर भन न अमिलो कस्तो ब्रो अमिलो
कस्तो अचार खाने ठिक हुन्छ 700 लिएर अचार खानलाई हिनाजु कस्तो त काफल काफल हैन यो यसले के भन्छ ऐसलु भन्नु खोज्छ काफल भन्छ साथीहरु मिस्टेक भयो फेरि मिठो छ त्यो है चराहरुको गुड साथै यो ठाउँमा चाहिँ अस्ति हाम्रो पुरानो धापड्याम जाने बेलाको ठाउँ हो यो चाहिँ है यो बाजेसँग हामीले कुरा गरेका थियौँ योभन्दा अगाडिको ब्लगमा हामी यही ठाउँमा एक्ज्याक्टली यही यहाँ नगरको पनि निस्किँदो रहेछ एक्ज्याक्टली यही ठाउँमा हामीले ब्लग बनाएको थियौँ निरज र म आउने बेला हामी यो बाटोबाट आएको बाइकमा होइन रुनु न हाँसु भएको थियो यो बाटो रहने बेला धाप जाने बाटो चाहिँ यो रहेको छ यता 3 किलोमिटर हो उता प्रकृति कति छ हेर त प्रकृति पुग्नु पर्ने हो त 1 किलोमिटर यहाँबाट धाप 3 किलोमिटर हिले भन्ज्याङ चिसापानी 6.5 भइपुगे के यहाँबाट रहेछ यहाँबाट प्रकृति यताबाट हो धाप जाने हो सुरुमा ल ल ल कता जाने धाप सुरुमा टोइलेट त्यहाँ छ र को धाप को जाने धापको को जाने सबै जाने हो ए ल ल बहुमतको कदर गर्दै हामी धाप जाने हामी त प्रकृति जान्ला हो नि त हामी प्रकृति यहाँ हो यहीँबाट हो धाप जाउँ न त त्यहीँ बसिन्छ क्या ल जाउँ न अहिले हिँडिरहेको बेला यहीँ गइदिउँ ल धापडामा स्विमिङ गर्ने हो स्विमिङ गर्न आउँछ स्विमिङ गर्न आए त गर्थ्यो स्विमिङ अनि हामीलाई लाइफ ज्याकेट लिएर आइदिनु पर्दैन त होइन बोटिङ छ त्यहाँ बोटिङ गर्ने हो तर 500 रुपियाँ 500 लिन्छ होइन पर पर्सन तर एकदम सर्ट डिस्टेन्स छ क्या त्यो चाहिँ बाइक हिँड्ने बाटो हो साथीहरू यो गडौँला चाहिँ हामीले अब यसलाई साइड लगाइदिनु पर्ने हुन्छ त्यो त ह्याप्पी छ त यार साथीहरू यी चाउमिन सर्प भएन न छोडिदियो चुड्यो क्या चुडेन पिक्चर खाइदियो होइन त्यो यता पारी चाहिँ जान खोज्यो होला कता पारि यता साइडमा ए यसको अब यता जानु खोजेको थियो यता दिशालाई देखाउ न सर्प स्नेक यता भिडियोमा देखाउँ यति ठुलो छ साथीहरू गर्नको लागि यो खाने नै साथीहरू हामीहरू फाइनली हाम्रो डेस्टिनेसन पुगिसकेका छौँ धाप ड्याम हामी लास्ट टाइम पनि वैशाख 1 गते पनि धाप ड्यामै आएको थियौँ त्यसको पनि भ्लग छ यो जिन्दगीमा कहिले आउँदैन यो बाइक चढेर भनेर बसेको ठाउँ फेरि हिँडेर आउनु पऱ्यो न्यु इयरमा चाहिँ एकदमै भिडभाड थियो आज चाहिँ 2टा मात्र बाइक रहेछ यहाँ यो बाटो चाहिँ चिसापानी जाने हो तपाईँले धापको अर्को भ्लगमा देख्नु भयो होला हामी चिसापानी गएको आज चाहिँ हुसु लागेको रहेछ साथीहरू यता यहाँ बोटिङ गर्थ्यो बोटिङ छ कि छैन आज बोटिङ गर्न जाउँ त्यहाँ जानु पर्थ्यो आज छैन जस्तो अहिले बिहान भएर सुनसान छ साथीहरू आज सुनसान साथीहरू यो धाप ड्यामलाई चाहिँ पुरै यहाँ कुहिरोले छेकेको छ पेन्टिङ हेर्न आएको है ठ्याक्कै पेन्टिङ जस्तो निकाल्छ यो कसको मोबाइल हो खै कि पेन्टिङ दामी सबैको फोटोसुट चल्ला साथीहरू दामी सबजना खुट्टा डुबाएर बसिरहेका छन् साथीहरू मजा सोचा खोल्नुपर्छ डुबाउने हो ल आनन्द आउँछ हो साथीहरूले चाहिँ आनन्द आउँछ भने चाहिँ म पनि खुट्टा डुबाउने उसमा छु यहाँ मोबाइल चाहिँ नडुबोस् रमाइलो चिसो आनन्द हेर्छ खुट्टा हो सबै रमाइलो छ नि नहुने रे एकजना चाहिँ हाम्रो यहाँ माथि छ साथीहरू ए फ्रन्टबाट जुम नहुने रहेछ घुम्न जानलाई सब्सक्राइब गर्न नबिर्सिनु होला है तपाईँहरू ओके थ्याङ्क यू ओके
मलाई नि देऊ नि कस्तो भोक लाग्यो खानुहुन्छ वासुबी त होइन नि होइन है 1 2 3 कसै थाहा भयो ए ओके पोखरीको मापन भइरहेछ साथीहरू कति गहिरो छ भनेर हो त्यही भने नजाउँ है त्यहाँसम्म त बोलचाल सिम्पल हो भिनाजु हामीलाई खुसी हुने केही जाने ढुङ्गा हाल्ने पुग्छ पानीमा चल्लममा गएर आनन्द आउँछ हामीलाई म नि हान्छु बोलचाल सिम्पल बजार लाग्ला अनि याद थिएन नि त ल ल ल खिच ड्रोनमा आउँछ त्यहाँ बनाएछ यसलाई 1 2 3 कति 2 ल त्यहाँ 4 5 रुपैयाँ 3 त कसले पनि भनेन त्यही अब यहाँबाट फर्किन लाग्छौँ म जुत्ता लाउँदैछु अघि हामी खुट्टा भिजाउँदै थियौँ सबैजना सबैजनाले म जुत्ता लगाइरहेको छ उता खिचेको मलाई म ढिलो भएछ क्या हिजो मलाई म मोजा लाउँछु साथी जुत्ता लाउँछु अनि फर्किन्छु यस्तो हाइकिङमा चाहिँ अलिक नराम्रो जुत्ता फोहोर जुत्ता कलबाट मोजा लाएर आउनुपर्छ क्या जहाँ टेक्नु पनि भयो नि त ल भयो 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 त्यो त हामीले खाएको होइन कि त्यो डस्टबिन यहाँ पनि रहेछ एउटा मान्छेहरू त्यो चाहिँ भयो नि साथीहरू यो त जानी जानी मलाई 40 बनाउनु लाग्छ यिनीहरूले राखेर लगाउनु भयो यहाँ झोला रहेछ यसमा झोलामा राख सरी म पनि ढियार भन्नु बाँकी छ र ल यो चाहिँ अब डस्टबिन उता छ नि डस्टबिन त्यो पनि राख्दियो न भाइ पर्छ उता मास्क चाहिँ टिप्दिनु भयो मास्क चाहिँ टिप्दिनु अब ताप ड्याम घुमेर कस्तो लाग्यो मलाई एकदमै रमाइलो लाग्यो कस्तो लाग्यो आनन्द आयो वेदरले चाहिँ साथ दिइरहेछ आज होइन पानी परेन त्यसको लागि चाहिँ खुट्टाको शान्ति आरामले भयो नि हेर्ने अनि यता भिनाजु के एउटै हो मुहान चाहिँ हेर्न आएको थियो मलाई मुहान त निपेलले भनेछ मुहान चाहिँ कहाँ छ मुहान त खोज्दै जाने तिमीलाई कस्तो लाग्यो भन यहाँ छिटो कस्तो लाग्यो घुमेर त्यहाँ पानी खाइ झ्याप भयो महसुस अझ गर्न सिद्ध्या खाने ठिक छ अब साथीभाइको रमाइलो साथीहरू हामी जाने भनेको कटेज चाहिँ यहाँनिर छ रिजोर्ट प्रकृति रिजोर्ट यहाँ छ म्यापमा देखाउँछ यहीँबाट त देखाउँदैन त्यही होला गाडीहरू छ सुपर छ क्या हो यहाँ कहाँ यहाँ छ बाटो म्यापमा छैन एउटामा छ कि यहाँबाट जानु मिल्छ कि बारसार लगाइरह होला त्यहाँसम्म जान्छ छ यो तलसम्म यहाँ रहेछ तल गएर त्यहाँ जान्छ सही छैन त्यही भएर 20 मिनट लेखाएर रहेछ क्या 6 हुनुपर्छ किनकि त्यहाँबाट 20 मिनटको हुन्छ नि वकिङ डिस्टेन्समा छ भनेको थियो क्या त्यहाँकोलाई सोधे मात्र त्यहाँकोलाई सोध्यो भने थाहा हुन्छ सर्टकट बाटो छ जाने हो जाने हो किन जाने नजाने अब त्यहीँ त हो नि अब त्यहाँ त पुगिहाल्नु 5 मिनेटमा पुऱ्याइदिनु भएन अघि पनि त्यहाँ तल खाजा खाएर बसेको हो नि त ए यहाँ सर्टकट बाटो रहेछ नि अब यहाँ अर्को 3 किलोमिटर तल छ अरे र त्यहाँ फेरि अर्को 1 किलोमिटर 4 किलोमिटर हिँड्नु पर्थ्यो यहाँ सर्टकट बाटो छ भन्ने पत्ता लागेको छ साथीहरू
के चाहिँ हो प्रकृतिमै हो हामी प्रकृति जानु लाग्यो हजुर हजुर गरिदिन्छु ल जाउँ हामी चाहिँ साथीहरू यो सर्टकट बाटो आएका छौँ पुग्छौँ कि पुग्दैन थाहा छैन यहाँनिरबाट तल हो धेरै हाइटमा हो बिस्तारै बिस्तारै छिप्पिन्छ यतातिर त्यही भने यहाँ जुगा पस्ला जुगा चाहिँ नपरोस् साथीहरू हो र जुगा चाहिँ नपरोस् साथीहरू हामी सातो तर यहाँ चाहिँ हामी पुग्यौँ है यहाँ कटेजमा चाहिँ पुग्यौँ यस्तो छ बाटो यहाँ त माछा फार्म पनि रहेछ माछा मार्नुपर्छ है क्या हो हामीले धेरै बाटो सर्टकट बाटोमा साथीहरू 4 किलोमिटर हिँड्नुपर्छ एकैछिनमा पुग्यो हामीहरू भित्रै पुग्यो नि अरू गेटबाट बस्छ हामी पछाडि बाटो पुग्यौँ चोर बाटोबाट ए माछाको लागि ओके ब्रो थ्याङ्क यू कति अच्छा म त छ खै पछाडि ब्यागको एस्टिमेट चेनमा अघि पैसा थियो दिनु 20 रुपैयाँ दिन्छ तिम्रो त्यो अगाडि छ हेर त ब्यागको पछाडि अगाडि चेनमा अहिले अब सर्टकट बाटो देखाइदिएछ पर्दैन हामी जान्छौँ यसमा त्यो चान्चुन छ ब्रो त्यसैमा माथि त्यहाँ माथि लिनु ब्रो है त ब्रो ल हाम्रो च्यानल सब्सक्राइब गरिदिनु ल धन्यवाद सर्टकट धेरै सर्टकट भयो हामीलाई ऊ पछाडि ल भयो भयो ल भयो हुन्छ ल हामीलाई सर्टकट बाटाइदियो भने धन्यवाद जाउँ धेरै सर्टकट आयो यहाँ चाहिँ पुरै अर्ग्यानिक चाहिँ के हो गोठ हो कि के हो यो नानीहरू सानो गोठ रहेछ साथीहरू गोबर प्रकृति रिजोर्टमा धेरै प्राकृतिक कुराहरू चाहिँ यहाँ हजुर मिल्छ त मान्छेहरू त्यहाँ बसिरहेको छ आउनु हो कि होइन मलाई पनि जुगा पऱ्यो जस्तो लागेको छ नि क्या अब खुट्टा चिरिक चिरिक गरिरहेको छ कहाँबाट जाने हो यहाँ त फार्म रहेछ यताबाट त कताबाट जाने हो रिजोर्ट यतैबाट ए यतैबाट रहेछ हाम्रो दिदीहरूले भन्नुभयो यहाँबाट अरे यहाँबाट भन्नुभयो अब तिमी त्यहाँबाट हामी यहाँ जान्छौँ आउन माथिबाट बाटो यही हो अरे क्या ल धन्यवाद दिदी हामी त यहीँ आएको यही रिजोर्टमा तपाईँ स्टाफहरू हो हस् हस् साथीहरूले चाहिँ सबै तलको बाटोहरू चाहिँ म एक्लै माथि आइ परेँ साथीहरू साथीहरू हात हल्लाउ फाइनली हामी हाम्रो डेस्टिनेसन आइपुगेछौँ साथीहरू म चाहिँ यहाँ खुट्टामा जुगा परे जस्तो लागिरहेछ एकदमै कस्तो कस्तो लागिरहेछ साथीहरू गएर जुत्ता खोलिहाल्नुपर्छ प्राकृतिक फार्मको उब्जाएको यहाँ फैलाएको तरकारीहरू के हो यिनीहरू यस्तो मार्दो रहेछ यहाँ अर्ग्यानिक तरकारी पाउने रहेछ यता साथीहरू हामी चाहिँ प्रकृति रिजोर्ट पुगिसकेका छौँ है हेर्नुहोस् कस्तो राम्रो दृश्य छ यता पछाडि आधी साथी चाहिँ यहाँ तलबाट आउँदैछ हामी माथि बस्ने कि तल बस्ने चाहिँ थाहा छैन तलै जाउँ त तलै आउँछ साथीहरू हामी फाइनली पुगिसकेका छौँ है हाम्रो जहाँ आउँछौँ भने त्यहाँ चाहिँ बल्ल पुग्यौँ हामी सर्टकट त्यो मान्छे खतरा सर्टकट बाटो थियो हामीहरूलाई भित्र बस्नु लास्टै गर्मी छ बाहिर भनेको हुन्छ त्यही गर्मी क्या त्यही भने
कृतिक रिजोर्ट एन्ड अर्ग्यानिक फार्म। यहाँको मेन्यु हेर्नुहोस् है तपाईँहरू, यहाँको मेन्यु हेर्नुहोस् साथीहरू, एकदमै राम्रो रहेछ है। यहाँ चाहिँ म सजेस्ट गर्छु तपाईँहरूले आउनुहोस् भनेर। यहाँको मेन्यु हेर्नुहोस्, मेन्यु हेर्नुहोस् साथीहरू। यता खानाको हेरौँ न के रहेछ। डेजर्ट इन्डियन चोइस नेपाली सेट होला नि यहाँ। यहाँको एम्बियन्स देखाउँछ साथीहरू तपाईँहरूलाई। यहाँको एम्बियन्स निकै राम्रो छ एकदमै। जम्मा 12 जना, अरू चाहिँ केमा आउनुहुन्छ? साथीहरू आज यो प्रकृति रिजोर्ट चाहिँ हामी भर्खरै आयौँ है। प्याकेजहरू पनि रहेछ 1700 नेपाली खानाको पर्दैछ। अरू मेन्यु पनि छ, हामी त्यो सायद त्यसको मेन्यु हामी हाम्रो युट्युबको तल डिस्क्रिप्सनमा स्क्यान गर्नलाई पनि राखिदिन्छौँ, तपाईँहरू हेर्नु होला है। एकदमै राम्रो छ हेर्नुहोस्, यहाँ बस्ने रुमहरू पनि छ होइन। यहाँ खाने ठाउँ यहाँ चाहिँ नेपाली खाजा छ, इन्डियन खाजा सेटहरू पनि छ। मेन्यु अघि मैले तपाईँहरूलाई देखाइसकेँ। कस्तो लागेको छ तिमीलाई ठाउँ? राम्रो, किनभने मलाई आउन मन थियो यहाँ हो। उनीहरूकै कारणले आएको हामीहरू यता यतातिर पनि यस्तो सो गरिदिनु साथीहरू। हाम्रो फुलहरू छ, हामी आएको कारण यही फुल हेर्न उयो दुईजनाले हामीले हो। तर अहिले यो तर हामी यसरी कराइरहेको छौँ, भित्र मान्छे सुतिरहेको छ के छ थाहा छैन है, डिस्टर्ब हुन्छ कि के हो। कस्तो राम्रो, कति रहेछ है प्राइस रुम? मेबी 10K जस्तो लाग्यो मलाई। फेसन डिजाइनरहरू ल के हो यार, मलाई केले टोकिरहेको? अगाडि सरी अगाडि प्रकृति रिसोर्ट हो यो। 10-12 वर्ष भइसक्यो खोलेको। पहिला चाहिँ 4 रुमदेखिबाट ओपनिङ गरेको छ र अहिले चाहिँ 22वटा रुम छ। हामीलाई हल्का फुल्का चाहिँ 1-2 वर्ष चलाउनको चाहिँ एकदम अलिकति गाह्रो पऱ्यो। अहिले चाहिँ राम्रोसँगले चलिरहेको छ। हजुर। अनि यहाँको त्यो रुमहरूको प्राइसहरू त्यो तपाईँले भन्न मिल्छ है? हाम्रो रुमको प्राइस चाहिँ डिलक्स रुमको छ सर, अहिले कपालको चाहिँ छ हाम्रो 16,000 रुपियाँ। बेड एन्ड ब्रेकफास्ट डिनर 16,000। कटेजको चाहिँ 12,000 छ सर। हजुर, थ्याङ्क यू साथीहरू। हामी चाहिँ यो रिजोर्टमा अब यहाँ चिकन करी राइस खाँदैछौँ। अर्डर गर्नु पनि पर्ने रहेछ। भेजले भेज खाँदैछन्। अच्छा, मा पनि लाग्दैन? अच्छा, आइटम छ साथीहरू। दाल पनि आइसक्यो। जेन्युन रिभ्यू दिनु पर्दाखेरि चाहिँ मलाई खाना मिठो लाग्यो। तिमीलाई कस्तो लाग्यो खानेकुरा? मिठो छ। मिठो खानेकुरा? मलाई सोध्नु पर्दैन, खान्छ खानेकुरा कस्तो लाग्यो? खाना मिठो छ। मिठो छ? सजेस्ट गर्छु अरूलाई आऊ भनेर? आऊ भनेर सजेस्ट त गर्छु, बट टाढो छ, हिँड्न नसक्ने। हाइकिङ त मान्छे हिँडिहाल्छ जस्तो नि। राम्रो छ, पिसफुल। गाडी पनि आइहाल्छ। गाडीमा आउनुलाई त इजी हुन्छ। निकै मजाको प्रपर्टी रहेछ साथीहरू। यता यहाँ एउटा ट्राउट फिस जस्तो छ हो, ट्राउट फिस हो, निकै राम्रो रहेछ। गोल्डन फिस रहेछ, ट्राउट होइन रहेछ यो। कस्तो राम्रो हो। यहाँ त पिङ पनि रहेछ साथीहरू। यहाँ त पिङ खेल्नुपर्छ। हान न, बसेर हाने नि हुन्छ। बस न, बस, उठ्नु पर्दैन। साथीहरू यहाँ चाहिँ एउटा पिङ पनि रहेछ। यो पिङ पुरै आउने गरी खिच्नु त।
साथीहरू मलाई पिङते खेल्न आउँदैन ट्राई गर्छ है त एकजना खेल्ने मान्छे चाहिँ लास्ट दुख्दो रहेछ त्यो बोलाउनु पर्यो नि त्यो यता आएर खेल्दैन मलाई आउनु अगाडि आएर खेल्नु ओ यता पिङ खेल्ने ठाउँ चाहिँ ओ यहाँ त लास्ट हो रहेछ मलाई उठेर खेल्न चाहिँ डर लाग्छ साथीहरू ल खेल्नु बोल्न आउँछ ल जसरी खेल्यो नि खेल ल अलि फाङ हान्नु पर्यो होइन माथि अलि माछामा यस्तो पुल गर न आफूलाई पुल गर न माथि हो होइन आफूलाई पुल गर न खुट्टा माथि राख न यसो लन्च गर न आफूलाई उफ्रेर हो ठेलिदिनुपर्छ है ठेलिदिनु बिस्तारै ठेल्यो डराउनु पर्दैन ठिक छ ढकलिदिउ अगाडि नै हो है त्यसरी होइन ट्राई गरौँ त बोल्दै बोल्दैन घुम्नु चाहिँ जानुपर्छ है साथीहरू एभ्री विक अब इक्जाम सकेपछि घुम्न जाने त होला नि कोसँग घुम्न जामसँगै जाने हो घुम्न जामसँगै जाने त हो नि ठिक छ त्यसो ल कहाँ माथि गएर त डोरीमा समातेर साथीहरू हामी आउनु चाहिँ यहाँ पछाडिको बाटोबाट आएको फर्किने बेला चाहिँ हामी मेन गेटबाट जाँदैछौँ है साथीहरू फर्किने बेला चाहिँ फेरि कन्टिन्यू हो फेरि एन्ड गर्नुपर्छ यहाँ यो काटेर अगाडि राख्ने है हामीले धेरै एन्डिङवाला सर्ट लिइसकेको छौँ अब यो चाहिँ साँच्चै एन्डवाला यो चाहिँ भ्लगमै आउने खाले हो अब यो क्लोजिङ सर्ट एउटा सानो भिडियो पनि लिन्छौँ हामीहरू धन्यवाद दाइ